एसी नतिजाको कारण वीरगञ्जमा 15 वर्षीय किशोरले गरे आत्महत्या। सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसीको नतिजाबाट असन्तुष्ट बनेका वीरगञ्जका एक 15 वर्षीय किशोरले आत्महत्या गरेका छन्। पर्साको बहुदरमाई नगरपालिका साबिक हासुवा गाउँपालिका वडा नम्बर 5 मधुबनी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर 11 श्रीपुरमा बस्दै आएका दिपेन्द्र पटेलका छोरा सनी पटेलले सोमबार राति आत्महत्या गरेका हुन्। पारिवारिक स्रोतका अनुसार सोमबार राति नतिजा सार्वजनिक भएपछि सनी निकै निराश र चिन्तित थिए। उनी वीरगञ्जको पिपरा स्थित नर्सिङ माध्यमिक विद्यालयका विद्यार्थी थिए। राति करिब 11:30 बजे परिवारका सदस्यहरूले उनलाई सम्झाइ बुझाइ गरिरहेकै अवस्थामा उनी अचानक दौडेर आफ्नो कोठामा छिरेका थिए। हामीले सम्झाउने प्रयास गरिरहेका थियौं तर उनी अचानक कोठामा गएर ढोका बन्द गरे। परिवारका एक सदस्यले भने कोठाको ढोका फलामको भएकाले फुटाउन समय लाग्यो। ढोका खोलेर हेर्दा उनले तन्नाको पासो लगाएर प्राण त्यागिसकेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाको जानकारी पाउन साथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले प्रारम्भिक मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हरेक वर्ष एसीको नतिजापछि यस्ता दुखद घटनाहरू सार्वजनिक हुने गरेका छन्। शिक्षाविद र मनोपरामर्शदाताहरूले परीक्षाको नतिजा नै जीवनको अन्तिम फैसला नभएको भन्दै बालबालिकालाई मानसिक दबाव नदिन र यस्तो अवस्थामा परिवारले विशेष ख्याल गर्न सुझाव दिँदै आएका छन्।